विदाई कार्यक्रममा हामीलाई इन्भाइट गरेर एक दिन अगाडि जानकारी दिएर बोलाउनु भएकामा क्याम्पस प्रमुख अजय कुमार झा सरज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ चाहिँ हामीहरूको विदाईमा सहभागी भइदिन र हामीहरूलाई उज्जवल भविष्यको कामना दिनको लागि हाम्रो पूर्व मुख्यमन्त्री आइदिनु भएकोमा उहाँलाई पनि धेरै धेरै नै स्वागत गर्न चाहन्छु। त्यस्तै हाम्रा विभिन्न गाउँ टोल र विभिन्न ठाउँबाट यहाँ साथी भाइ बहिनीहरू आइदिनु भएकामा उहाँलाई पनि धेरै धेरै स्वागत गर्न चाहन्छु। यस्तै चाहिँ सबै भाइ बहिनीहरूलाई स्वागत गर्ने चाहिँ आफ्नो उज्जवल भविष्य र आफ्नो जीवनको परीक्षाहरूलाई यो त हामीहरू जस्तै हाम्रो सरले प्रिन्सिपल प्रमुखले भन्नु नै भयो, यो त हाम्रो कागजी र कलमको इक्जाम थियो, तर हाम्रो असली परीक्षा चाहिँ अहिले सुरु हुन्छ। यो इक्जाममा चाहिँ सबैको क्वेसन सेम हुन्छ, एन्सर पनि उस्तै उस्तै खाले हुन्छ भने जवाब हुन्छ, इक्जाममा पास गर्न सकिन्छ। तर जीवनको परीक्षा चाहिँ धेरै नै कठिन हुन्छ, किनभने सबैको जीवन फरक फरक हुन्छ, सबैको जीवनमा समस्या पनि फरक फरक आउन सक्छ। र त्यो समस्याको समाधान गर्नको लागि र त्यो समस्या र परिस्थितिसँग हामीलाई लड्नको लागि जुझ्नको लागि अगाडि जीवन चाहिँ बनाउनु पर्छ, किनभने त्यो जीवन हाम्रो सङ्घर्षमय हुन्छ। अब यो हाम्रो बुवा आमाको हातमा जीवन थियो, कतिपय मानिसले त अहिले पनि आफ्नो खुट्टामा उभिसकेका छ, म मान्छु त्यो कुरा। तर अब चाहिँ त्यो ब्याचलर पास गरेर हामी जब जान्छौँ भने त्यो बुवा आमाको अलि भर कम गरेर अगाडि राम्रो काम गर्छु भने आफ्नो जीवन सम्हाल्छु भने गरेर आशाका साथ हामी यहाँ आएका छौँ। आमा बुवाको आशा पनि हुन्छ भने कि जब मेरो छोराले छोरीले बिएड गर्नुभयो वा बिबिएस गरिसके अब अगाडि केही गर्छ, आफ्नो जीवन आफूले सम्हाल्ने भनौँ, आफ्नो चाहिँ त्यो हुन्छ नि एउटा आफ्नो त्यो विश्वास हुन्छ, भरोसा हुन्छ, आफ्नो जुन लक्ष्य हुन्छ, आफ्नो के काम गर्छु भने त्यो सपना बोकेका विद्यार्थी आफ्नो एउटा लक्ष्य हुन्छ, निर्णय हुन्छ, त्यो लिन सक्ने हुन्छ। त्यो निर्णय पनि हामी लिन सक्छौँ अब कि हामी के गर्छौँ भने त्यो राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ। यति बेला म आमा बुवाले भन्नुहुन्थ्यो कि छोरा यो गर्नु, छोरी त्यो गर्नु, त्यो राम्रो होइन, यो राम्रो होइन। तर अब चाहिँ जिम्मेवारी अलि हामीलाई पनि लिनु पर्यो र हामीलाई गर्नु पर्यो। त्यसैले आवाको यात्रा हामीहरूको सबै सुखमय होस् र राम्रो होस् भन्ने आशाका साथ हामी अगाडि गर्छौँ। र यो परीक्षापछि हामी त्यस्तै आज त मोबाइलको युग हो, कहिलेकाहीँ त्यो मोबाइलमा त भेट्नै हुन्छौँ, तर यो कलेजबाट आज हामी बिदा हुन्छौँ, जुन हामी नियमित आउने गर्थ्यौँ, नियमित भेट्ने गर्थ्यौँ, त्यो 4 सालको यात्रा अब आज चाहिँ छुट्ने छ र सबै साथीहरू राम्रो होस्, सबैले